हेलो एभ्रिवान है सबैजनालाई वेलकम छ मेरो भिडियोमा र आज चाहिँ हाम्रो 16 श्राद्धको लास्ट डे हो। हाम्रो चाहिँ दशमी तिथिले गर्दा आज चाहिँ हाम्रो लास्ट हो, मतलब अरूहरूको चाहिँ अब 21 तारिक हो। अनि यहाँ चाहिँ हाम्रो भाउजूले मसला पिन्नु हुँदैछ हो, माइली भाउजूले पापड पोल्नु हुँदैछ, मिली सब्जी बनाउनु हुँदैछ ठुलो भाउजूले। अनि यहाँ चाहिँ मेरो बुढाले है चढाउँदैछ, पूजा गरिसकेको छ। यता चाहिँ अब चाहिँ कने केटीहरूलाई टिका लगाएर पैसा दिने अरे नि त। अनि यहाँ नानीलाई टिका लगाएर दादा र बुढाले ढोग्दैछ हो। अनि त्यसपछि चाहिँ उसलाई खुट्टा पनि धोइदिनु अरे नि त, अब नानीको रहर है। अनि त्यही भएर चाहिँ नानीको खुट्टा धुँदैछ। अनि यहाँ चाहिँ साइडमा आरुले मेरो पनि धुने भनेर म कस्तो भनेको कस्तो माया लाग्दो म है। चाहिँ हाम्रो भदे केटालाई है टिका लगाइदिनु हुँदैछ दादाले। अनि यहाँ चाहिँ अब कने केटीलाई अब खासमा चाहिँ अब के नानीहरू छ नि त, अनि त्यही भएर नानीहरूलाई अब लगाइदिएको रुन्छ भनेर हो। अनि यहाँ चाहिँ हाम्रो गुइठेलाई टिका लगाइदिनु हुँदैछ दादाले। त्यहाँबाट गुइठेले ढोक्नु आँटेको थियो, फेरि उठ्यो हो। अनि त्यहाँबाट फेरि ढोक्दैछ, कति राम्रो है। यो चाहिँ खुसी भयो पैसा लिएर। यो चाहिँ हाम्रो आजको खाना। सो बाई बाई, आजको मेरो यति नै हो भिडियो।